नमस्ते सबैजनालाई शुभ बिहान सँगसँगै गुड साथीहरू संसारमा हुनुहुन्छ। हामी चाहिँ मकैको काम छ साथीहरू। चाहिँ मेरो मम्मी मकै पेराइरहनु भएको छ है साथीहरू। सबैजनाले हेर्न सक्नुहुनेछ। हेर्नु है साथीहरू, गाउँघर भने यस्तै हो है। कामको आतुरी छ साथीहरू, एकदम धेरै आतुरी छ। मकैको काम साह्रै मकैको कामको आतुरी छ साथीहरू। हजुरहरूले पनि मेरो भिडियो मार्फत हेर्न सक्नुहुनेछ। सबै साथीहरूलाई चाहिँ भन्न चाहन्छु कि ल हेर्नु है साथीहरू, हाम्रो घरमा चाहिँ मकैको एकदम धेरै आतुरी छ है साथीहरू। सबैजनाले चाहिँ मेरो यो गोर्खाली कान्छी ब्लगमा आएर चाहिँ सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, सेयर गरिदिनु होला है सबैजनाले। हाम्रो चाहिँ यस्तो कामको आतुरी है साथीहरू। ल हेर्नु होला, के भन्नु साथीहरू, यस्तो कामको आतुरी छ, के भन्ने अरू कुरा सुरुवात गर्ने कुरै छैन है साथीहरू। यो कामको आतुरीमा हेर्नलाई हाम्रो यहाँ मकै यस्तो छ है। हजुरले देख्न सक्नुहुनेछ, मकै यस्तो छ। सबैजना साथीहरूलाई म भन्न चाहन्छु कि है ल हेर्न सक्नुहुनेछ। सबैजना साथीहरू नै हेर्न सक्नुहुनेछ है। सबैजनाले हेर्न सक्नुहुनेछ। मकै मेरो मम्मीले चाहिँ मकै नङ्गाइरहनु भएको छ। मम्मी आज सकिन्छ त यो? सकिँदैन नि साथीहरू, हामी मकै है। मेरो मम्मीले मकै नङ्गाउनु भएको छ होइन। सँगसँगै मेरो मम्मीको आज जन्मदिन पनि हो है। जन्मदिनको धेरै धेरै शुभकामना छ है मम्मी तपाईँलाई। ल सबैजनाले चाहिँ मेरो मम्मीलाई जन्मदिनको शुभकामना पनि दिनु होला है साथीहरू। ल है साथीहरू, ल सबैजनालाई चाहिँ जन्मदिनको शुभकामना छ है साथीहरू। मेरो मम्मीलाई बर्थडे विस गरिदिनु होला। मकै कामको आतुरी छ है साथीहरू। सबैजनाले चाहिँ मेरो यो पेजलाई फलो गर्नु होला, यो सब्सक्राइब गरेर नबिर्सनु होला। एकचोटि सब्सक्राइब गरेपछि फेरि हजुरको मोबाइलमा आइराख्छ, गरिराख्नु पर्दैन है साथीहरू।